नमस्ते भाइ बहिनी। आज हामी फेरि डिप्लोमा इन सिभिल इन्जिनियरिङको फोर्थ सेमेस्टर वाटर सप्लाई इन्जिनियरिङबाट थ्योरी पार्ट लिएर आइसकेको छौँ। थ्योरी पार्ट हामीले के गरेछौँ भने हामीले युनिट वाइज जुन जुन इम्पोर्टेन्ट क्वेसन रिपिट सोधिसकेको क्वेसनहरू लिएर आइसकेको छौँ। फर्स्टमा हामीले सोद्धाखेरि युनिट 1 बाट इन्ट्रोडक्सन भनेको के हो? इन्ट्रोडक्सन भनेको अब जे कुराको विस्तृतमा जानकारी लिनु हो। जस्तै अब क्वेसन यसमा कुन कुन सोधिने हो त राइट डाउन द अब्जेक्टिभ एन्ड इम्प्याक्ट अफ वाटर सप्लाई स्किम। वाटर सप्लाई को अब्जेक्टिभ भनेको के? अब्जेक्टिभ भनेको यस्तो उद्देश्य है। इसको उद्देश्य या लक्षण हामी गोल भन्न सक्छौं। उद्देश्य, इसको उद्देश्य के हो? वाटर सप्लाई स्किम को उद्देश्य के हो र उसको के छ रे? इम्प्याक्ट भनेको के? त उसको प्रभाव। वाटर सप्लाई स्किम को जब सप्लाई गर्दाखेरि यसको इम्प्याक्टहरु के छ त्यो लेख्नुस्। इम्प्याक्ट भनेको मैले भनिसकेको, उसको प्रभाव र असर के हो त्यो लेख्नुस्। 1 नम्बरमा त्यो भनिसकेको छ। अब 2 नम्बरमा हेर्दाखेरि टाइपिकली सिस्टमेटिक डायग्राम, एउटा डायग्राम बनाउनुस् जुन वाटर सप्लाई स्किम कुन कुन एरियामा पठाउने? अर्बन एरिया र रुरल एरिया। अर्बन भनेको कुन हो त अर्बन भनेको तपाईलाई भइसक्यो के रे? शहरी। शहरमा र रुरल भनेको गाउँ। यो दुईटामा पानी सप्लाई गर्ने स्किम डायग्राम बनाउन भन्दैछ है। त डायग्राम कसरी बनाउने त्यो बनाउनुस्। भएन भने पछि कमेन्ट गरौला। र क्वेशन नम्बर 3 हेर्दाखेरि के छ? डिफाइन पोर्टेबल वाटर है। पोर्टेबल वाटर भनेको कुन वाटर हो? पोर्टेबल वाटर भनेको हामीले पिउने योग्य है। पोर्टेबल वाटर भनेको हामीले पिउने योग्य पानीलाई नै हामी पोर्टेबल वाटर भन्छौं है। अब होलसम वाटर भन्दैछ। होलसम वाटर भनेको कुन वाटर हो? स्वस्थ। होलसम वाटर भनेको स्वस्थ वाटर हो। र यो के छ? कन्टिमिनेटेड वाटर। कन्टिमिनेटेड वाटर भनेको फोहर पानी जसमा डिफरेन्ट ब्याक्टेरियाहरु या अल्गीहरु हुन सक्छ। तीनटैलाई के भन्दैछ? डिफाइन गर्न। त हामीले त यो बुझिसकेको कुन कुन वाटर हो डिफाइन गर्नुस्। भएन भने हामी थ्योरी पार्ट लिएर आउँछौं। त्यसपछि युनिट 2 मा के छ भने वाटर सोर्स। युनिट 2 मा के भन्दैछ? वाटर सोर्स। सोर्स भनेको के हो त? मुहान हो र कुनै पनि स्रोतलाई नै सोर्स भनिन्छ हो। अब यसबाट सोधिने क्वेशन के छ भने 1 नम्बरमा हेरौं। एक्सप्लेन सरफेस ग्राउन्ड, सरफेस सोर्स अफ वाटर र ग्राउन्ड सोर्स अफ वाटर है। या सोधिन्छ सोर्स अफ वाटर। हामीले दुईटा सोर्स हुन्छ, सरफेस सोर्स र ग्राउन्ड सोर्स। सरफेस भनेको के हो? सरफेस भनेको जमिनको माथि है। जमिनको माथि पाइने पानीलाई सरफेस वाटर भनिन्छ हो। या ग्राउन्ड वाटर भनेको कुन वाटर हो? जमिनको मुनि है। अब जमिनको मुनिबाट यो दुईटैको एक्सप्लेन गर्नुस् कुन कुन हो। जस्तै सरफेस भनेको सरफेसमा हामीले के भन्छ? नदी, पोखरी है, ताल, यो सब त सरफेस भयो। अब ग्राउन्डमा जस्तो कुन कुन हुन्छ? ग्राउन्डमा जस्तो अन्डरग्राउन्ड है। ग्राउन्ड सोर्स भनेको ग्राउन्ड भित्र भनेको ट्युबवेल, पम्पहरु डिफरेन्टहरु त्यो मेथडबाट निकाल्ने, त्यसलाई नै हामी ग्राउन्ड सोर्स अफ वाटर भनिन्छ हो। अब अर्को नम्बरमा सोधिने भनेको के छ क्वेशन भने डिफरेन्ट बिट्विन सोर्स सरफेस सोर्स र ग्राउन्ड सोर्स। अब दुईटैको सरफेस सोर्स र ग्राउन्ड सोर्सको दुईटैमा डिफरेन्ट के छ त्यो लेख्नुस् है। अब अर्को क्वेशन सोधिने भनेको के छ भने क्राइटेरिया अफ सिलेक्सन सोर्स अफ वाटर। क्राइटेरिया भनेको के हो? क्राइटेरिया भनेको एउटा मापदण्ड हो जुन नियम आधारमा चलिने। अब नियम
अब यसको त मापदण्ड हो। मापदण्ड भनेको त अब कुन कुन क्राइटेरियाले हामी सिलेक्ट गर्छौँ सोर्सलाई त्यो लेख्नुहोस् है। यसबाट अब हामीले एउटा सोधिने भनेको न्युमेरिकल हो। यसबाट सोधिने भनेको एउटा न्युमेरिकल हो। न्युमेरिकल हामी अहिले थ्योरी पार्ट गरिरहेछौँ, न्युमेरिकल हामी पछि लिएर आउँछौँ, यो न्युमेरिकल पछि गरौँला। योबाट सोधिने भनेको एउटा न्युमेरिकल हो। अब अर्को युनिटमा जाँदाखेरि युनिट 3 मा के छ अरे, युनिट 3 मा छ वाटर सप्लाई क्वान्टिटी है। वाटर सप्लाई कति गर्ने, कति डिमान्ड छ है, त्यसलाई नै वाटर सप्लाई क्वान्टिटी भनिन्छ है। अब यो भन्दाखेरि अब के छ अर्को क्वेसन 1 मा, एक्सप्लेन द भेरियस टाइप्स अफ वाटर डिमान्ड। अब वाटर डिमान्ड को टाइप्स कुन कुन हो त्यो लेख्नुहोस् है। वाटर डिमान्ड, अब पानी कहाँ कहाँ चाहिने त्यसको टाइप्स लेख्नुहोस्। र अर्को क्वेसन के छ भने, एक्सप्लेन द फ्याक्टर इफेक्टिङ द वाटर डिमान्ड। कुन कुन कारणले पानीको डिमान्डलाई असर गर्छ है, त्यो पनि लेख्नुहोस्। र अर्को के छ क्वेसन सोधेको, डिफाइन टर्म डिजाइन पिरियड है, सर्वे इयर र बेस इयर। डिफाइन यो टर्म डिजाइन पिरियड भनेको के हो, सर्वे इयर भनेको के हो र बेस इयर भनेको के हो, योलाई डिफाइन गर्नुहोस्। र योबाट सोधिने भनेको दुई टाइप्सको न्युमेरिकल हो, तर सोधिने भनेको एउटा नै हो। यो दुई टाइप न्युमेरिकल सोधिने भनेको एउटा फ्याक्टर इफेक्टिङ बाट, जुनमा हामीले दुईटा मेथडबाट गर्नुपर्छ, एउटा जियोमेट्रिकल मेथड र अर्को अर्थमेटिकल मेथड है। र योबाट अर्को न्युमेरिकल सोध्नु भनेको यता के छ, न्युमेरिकल रिलेटेड डिमान्ड क्याल्कुलेसन, कति पानी चाहियो त्यो अनुसार हामीलाई क्याल्कुलेसन गर्नुपर्छ, त्यो न्युमेरिकल एउटा सोधिने हो। अब अर्को युनिटमा हेरौँ। अर्को युनिटमा हेर्दाखेरि के छ, वाटर क्वान्टिटी। वाटर क्वान्टिटी भनेको पानी कति है। अब यसमा सोधिने क्वेसन भनेको एक्सप्लेन इम्प्युरिटी प्रेजेन्ट इन वाटर। इम्प्युरिटी भनेको हामीले इम्प्युरिटी प्रेजेन्ट भनेको अशुद्ध है। अशुद्ध भनेको यसमा डिफरेन्ट ब्याक्टेरिया फन्गीहरू हुन सक्छ, त्यसलाई एक्सप्लेन गर्ने कुन कुन हुन सक्छ है। र अर्को क्वेसन त्यसमा सोधिने भनेको बेस अन द क्यारेक्टर, क्यारेक्टरको हिसाबमा एक्सप्लेन गर्नुहोस्। र यो पनि सोधिन सक्छ बेस अन द स्टेट, यस्तो स्टेटको अनुसारमा गर्नुहोस् है। र अर्को क्वेसन सोधिनु भनेको एक्सप्लेन द लिभिङ अर्गानिजम प्रेजेन्ट इन वाटर। लिभिङ भनेको जैविक जीवतु है, जुन ब्याक्टेरिया भयो फन्गी भयो त्यसलाई नै हामी लिभिङ अर्गानिजम भन्छौँ। जुन प्रेजेन्ट हुन्छ वाटरमा कुन कुन हुन्छ त्यो लेख्नुहोस्। र अर्को के भन्दैछ क्वेसन नम्बर 3 मा, एक्सप्लेन वाटर रिलेटेड डिजिज। वाटर सम्बन्धित, वाटरबाट लागिने रोगहरू, जस्तै अनवान्टेड वाटरहरू पियो भने इम्प्योर वाटरहरू, त्योबाट लागिने रोगहरू कुन कुन हो त्यो यहाँ एक्सप्लेन गर्नुहोस् भन्दैछ है। र अर्को योबाट पनि एउटा न्युमेरिकल सोधिने हो, न्युमेरिकल रिलेटेड हार्डनेस र सफ्टनेस वाटर हुन्छ, त्यो एउटा न्युमेरिकल सोधिने हो। यसबाट न्युमेरिकल हामी पछि लिएर आउँछौँ, किनभने हामी अहिले थ्योरी पार्ट गरिरहेका छौँ, न्युमेरिकल हामी पछिको भिडियोमा त्यो गर्छौँ। त्यसपछि अब हामी कुनमा हेरौँ त, युनिट 5 मा। युनिट 5 मा हेर्दाखेरि के छ रे, इन्टेक वर्क। अब इन्टेक वर्क भनेको के हो है। त्यसपछि हामी के हेरिरहेको थियौँ यहाँ, इन्टेक वर्क। इन्टेक वर्क भनेको हामीलाई कुन कामको लागि प्रयोजन गर्ने है। अब जस्तै एक्सप्लेन द साइट सिलेक्सन अफ इन्टेक। अब कसरी कुन कुन आधारमा साइट सिलेक्ट गर्ने है, त्यो लेख्नुहोस्। र अर्को क्वेसन के छ भने क्लासिफिकेसन अफ इन्टेक।
इन्टेक अब कुन कुन इन्टेक हुन्छ जस्तै एउटा रिभर इन्टेक स्प्रिङ इन्टेक र कुन कुन इन्टेक हुन्छ त्यो क्लासिफिकेसन लेख्नुस् र त्यसपछि अर्को सोधिने क्वेशन भनेको युनिट 6 मा हेरौं युनिट 6 मा के छ भने वाटर ट्रिटमेन्ट वाटरलाई ट्रिटमेन्ट गर्नु त्यसलाई अनवान्टेड वाटर इम्प्योर वाटरलाई कसरी हामीलाई ट्रिटमेन्ट गरेर प्युरिफाई हामी पिउने योग्य बनाउँछौं पिउने योग्य है पिउने योग्य बनाउँछौं वाटर ट्रिटमेन्ट भन्ने हो त्यसपछि सोधिने यसको क्वेशन नम्बर 1 मा डिफाइन ऑब्जेक्टिव एंड प्रोसेस अफ वाटर ट्रिटमेंट र उसको ऑब्जेक्टिव बनेको उद्देश्य है उसको उद्देश्य के कारण छ किन ट्रिटमेन्ट गर्नु पर्छ र उसको कुन कुन प्रोसेस छ या डिफरेंट केमिकलहरु युज हुन्छ त्यो प्रोसेस लेख्नुहोस् है त्यसपछि अर्को क्वेशन सोधिने भनेको त्यसमा राइट डाउन द डिफरेंट फर्म अफ क्लोरिन क्लोरिन को कुन कुन फर्म हुन्छ जुन जुन फर्म हुन्छ त्यो लेख्नुस् र अर्को क्वेशन त्यहीमा सोधिने भनेको एक्सप्लेन ब्रेक पोइन्ट अफ क्लोरिन ब्रेक पोइन्ट अफ क्लोरिन भनेको के हो त्यसलाई पनि एक्सप्लेन गर्नुस् है त्यसमा सोधिने अर्को क्वेशन डिसइन्फेक्सन disinfection in water aeration of water and its purpose and its types के भन्दैछ भने पानीलाई कसरी डिसइन्फेक्सन गर्ने इन्फेक्सनहरुबाट कसरी पानीलाई बचाउने है र यो एरोवेसन डिफरेंट जीवहरूबाट जुन ब्याक्टेरिया एल्गी हुनुहुन्छ त्यो पानीमा त्योबाट कसरी बचाउने र उसको पर्पज के कारणले त्यसलाई बचाउने र उसको टाइप्सहरु कुन कुन हुन्छ त्यो लेख्नुस् यति त गरिसक्यो अब अर्कोमा हेरौं त्यसबाट अर्कै त्यही युनिट 6 बाट सोधिने क्वेशन 3 अब हेरौं एक्सप्लेन द प्रोसेस अफ सेडिमेन्टेसन अफ कोलिलेसन सेडिमेन्टेसन प्रोसेस भनेको कुन प्रोसेस हो त्यसलाई एक्सप्लेन गर्नुस् विथ कोलिलेसन है र अर्को के छ क्वेशन सोधेको व्हाट आर द फैक्टर इफेक्टिंग बैक्टेरिया इफिशिएंसी अफ क्लोरिन कुन कुन कारणले बैक्टेरियालाई क्लोरिन इफेक्ट गर्छ है अब कुन कुन कारणले गर्छ त्यो यसमा भन्नाले लेख्न ती त भयो अब यसबाट द न्यूमेरिकल सोधिने हैन अब अर्को युनिटमा हेरौ युनिट 7 मा के छ भने रिजर्भ एन्ड डिस्ट्रिब्युसन अफ सिस्टम रिजर्भ भनेको के हो रिजर्भ भनेको पानीलाई कलेक्ट गर्नु हो ठिक्राउनु हो है अब डिस्ट्रिब्युसन भनेको के हो पानीलाई बाँड्नु है डिस्ट्रिब्युट गर्नु हो पठाउनु हो एक ठाउँबाट अर्को ठाउँमा पठाउने हो अब क्वेशन त्यसबाट सोधिने भनेको जम्मा दुईटा हो त्यो पनि धेरै सोधिसकेको क्वेशन हो राइट डाउन द मेथड अफ सिस्टम अफ वाटर सप्लाई के छ राइट डाउन द मेथड सिस्टम अफ सप्लाई अफ वाटर है कुन मेथडले हामीले पानी पठाउँछौं है अब डिफरेंट मेथड हुन्छ जस्तै हामीले प्राय जसो हामीले युज भनेको कुन मेथड हो हामीलाई युज भनेको ग्रेभिटी हो ग्रेभिटी वाटर मेथड हो हामीलाई सप्लाई गर्नु भनेको र क्वेशन नम्बर 2 मा के छ भने एक्सप्लेन द लेआउट अफ डिस्ट्रिब्युसन सिस्टम बाँडिने है बाँडिने हामीले पानी कसरी बाँडिने हो कुन मेथडबाट बाँडिने हो है त्यसलाई डायग्राम बनाउन भन्दैछ लेआउट गर्नुस् कसरी बाँड्ने हामीले पानी कुन पाइपलाइनबाट बाँड्ने हो है यो त हामीले युनिट 7 हेरिसक्यो जम्मा यो दुईटा क्वेशन सोधिने हो यो दुईटा मध्ये त फिक्सै कुनै एउटा सोधिन्छ यसबाट अर्को क्वेशन हेरौं युनिट 8 मा कन्भेन्सी अफ वाटर है यसबाट सोधिने भनेको
अब यो भनेको तपाईलाई कुन माध्यमले, जस्तै पाइपको माध्यमले पठाउने है, अब कुन कुन पाइपले पठाउने है, कसरी पठाउने। अब हेरौँ यसबाट क्वेसन सोधिने भनेको राइट डाउन द टाइप्स अफ पाइप। पाइपको टाइप्स लेख्नुस्, पीवीसी पाइप, पीआई पाइप, कुन कुन जीआई पाइप, जति पाइपहरू हुन्छ त्यसको टाइप्स लेख्नुस् र त्यसलाई डिस्क्राइब पनि गरिदिनुस्। अब कति मार्कमा सोधेछ त्यो अनुसार गर्नुस्। र अर्को के छ भने अर्को क्वेसन भनेको लेइङ प्रोसेस अफ पाइप। पाइपको कुन माध्यमबाट कसरी ट्रान्सफर गर्ने त्यसको एउटा डायग्राम बनाइदिनुस् र त्यसको प्रोसेस लेखिदिनुस् है। यो तपाईलाई धेरै इम्पोर्टेन्ट क्वेसन छ, यसबाट सोधिने भनेको यो तपाईलाई धेरै इम्पोर्टेन्ट छ। र त्यसबाट अर्को क्वेसन हेर्ने भनेको पाइप जोइन्ट है र देयर टाइप्स। पाइपको जोइन्ट कुन कुन जोइन्ट हुन्छ है, जस्तै एल्बो, स्टेट बाद भल्भ लगाएको हुन्छ, कुन कुन हुन्छ त्यो स्टेट वाला हुन्छ नि, त्यो टाइप्स कुन कुन हुन्छ पाइपको जोइन्टको त्यो लेख्नुस् र उसको टाइप्स पनि लेख्नुस्। कुन कुन जोइन्ट हुन्छ त्यो लेख्नुस् र टाइप्स पनि लेख्नुस् कुन कुन टाइप्स हुन्छ। त्यसपछि अर्को हेरौँ भल्भ र फिटिङ। भल्भ भनेको के हो, तो भल्भ भनेको कुनै पनि वाटरलाई फ्लो भइसकेपछि ब्याक न रिटर्न दिने र त्यहाँबाट एयरलाई के गर्ने, रिमुभ गर्ने है, भल्भ। अब फिटिङ भनेको के हो, र दुईटा पाइपलाई जोइन्ट गरेर वन ठाउँबाट अर्को ठाउँलाई पानी ट्रान्सफर गर्ने, पानी नलिकेज हुने गरी त्यसलाई दुईटाले एकचोटि एकमा फिटिङ गरिसकेपछि त्यसलाई नै हामी फिटिङ भनिन्छ। र त्यसबाट क्वेसन सोधिने भनेको राइट डाउन द भेरियस टाइप्स अफ भल्भ। अब कुन कुन भल्भ हुन्छ त्यो लेख्नुस्। युज इन वाटर सप्लाई है, वाटर सप्लाई गर्दाखेरि हामीले कुन कुन भल्भ युज हुन्छ त्यो भल्भहरू लेख्नुस् है, जस्तै स्लुस भल्भ, रिफ्लक्स भल्भ र रिटर्न भल्भ। यो दुईटा भल्भलाई त सेम हामी भन्न सक्छौँ है। र योबाट त हामीले सोधिने भनेको एउटा मात्रै क्वेसन हो, यसमै तपाईलाई आइहाल्छ भनेको टाइप्स अफ भल्भ। भल्भ भनेको के हो यो त तपाईले बुझ्नुपर्ने कुरा हो। अब जम्मा सोधिने भनेको हामीलाई यति क्वेसन मात्रै हो। यति पढ्नुहुन्छ मजाले त पास हुनुहुन्छ। भिडियो मन पर्यो भने लाइक गर्नुस्, साथीभाइलाई सेयर गर्नुस् र सब्स्क्राइब र कस्तो भिडियो लाग्यो भने कमेन्ट अवश्य गर्नु।